हेलो हाई नमस्ते सबैजना हाम्रो साथीहरूलाई र मैले छोटो भिडियो बनाएको छु है तपाईँहरूले हेरिदिनु होला र राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर पनि गरिदिनु होला। म साउदीबाट बोल्दैछु र आज चाहिँ अलिकति हेल्दी लिभिङ कम्पनीको बारेमा सानो हैन छोटो भिडियो बनाऊ भनेर आएको छु। छोटो भन्दा पनि 4-5 मिनेट गइहाल्छ, धैर्य त गरेर हेरिदिनु होला है त। र आज हेल्दी लिभिङ कम्पनीको बारेमा हैन तपाईँ हामीले कतिपय बाहिर सुनिरहेको हुन्छौँ, सोसल मिडियामा हेरिरहेको हुन्छौँ हैन यो त मान्छे जोड्ने बिजनेस रहेछ भनेर तपाईँ हामीलाई चाहिँ भ्रम पैदा भएको छ क्या। तर यो सरासर झुट हो। कतिपय व्यक्तिले भन्नुहुन्छ 5,000 को सामान किन्नु पर्ने अरे, 10,000 को सामान किन्नु पर्ने अरे हैन। यो पनि तपाईँ हाम्रो भ्रम हो। हेर्नुहोस्, कम्पनीले कुनै पनि त्यस्तो प्याकेज बनाएको छैन हैन। तपाईँले यति हजारको सामान लिनुपर्छ भन्ने हुँदैन हैन। तपाईँले यतिजना मान्छे जोड्नुपर्छ भन्ने हुँदैन। मात्र आज मलाई किन यो हेल्दी लिभिङ कम्पनी भेस्टिजबाट गर्व महसुस हुन्छ भने नि, म साउदीमा बसेको छु। हेर्नुहोस्, मसँग साथीभाइ आउनु हुँदाखेरि मैले यो जिटा टिप उहाँहरूलाई दिने गर्छु हैन। जस्तै यो रहेको छ, ल साथी हो पिउँ है चिया, हाम्रो नेपालमा बनेको चिया हो हैन। यो भिडियोमा त्यति क्लियर तरिकाले सायद नदेख्न सक्नुहुन्छ होला, म फोटोको केही म्यानेज गर्नेछु है। र यो चिया हो हेर्नुहोस्। अब हामी भन्छौँ के हाम्रो देश गरिब भयो, हाम्रो देश सकियो। तर तपाईँको घरमा हेर्नु त कतिवटा ब्रान्डेड सामानहरू चाहिँ बाहिर हैन देशहरूको छ र हामी यो सामान्य चिया सोध्छौँ। तर हामी 3 करोड जनताले पनि यो हाम्रो नेपालकै उत्पादनहरू प्रयोग गऱ्यौँ खायौँ भने नेपालको पैसा त नेपालमै रहन्छ नि हैन र। हो, त्यस कारणले तपाईँहरूले पनि हैन यो हेल्दी लिभिङ कम्पनीको बारेमा सुन्नुभएको छ भने नेपाली उत्पादनहरू तपाईँले पाउन सक्नुहुन्छ हैन। त्यो उत्पादनहरू प्रयोग गर्नका लागि तपाईँहरूले पनि जोइनिङ गर्न सक्नुहुन्छ। जोइनिङ भएर तपाईँले मान्छे जोड्नु पर्दैन। जोइनिङ भएर तपाईँले 5,000 लिएर जानु पर्दैन। तपाईँलाई यो 240 रुपियाँ चिया पर्छ, 240 रुपियाँ लिएर जानुहोस्, एउटा चिया किनेर खानुहोस्। अब हेर्नुहोस्, साबन, म साउदीमा बसेको छु, हामीसँग साबन छ। म मेड इन नेपाल यानि कि मेरो देशले बनाएको साबनले म नुहाउने गर्छु। हेर्नुहोस् है, तपाईँहरू कतिपय नेपालमै बसेर पनि बाहिरको ब्रान्डेड सामानहरू प्रयोग गरिराख्नु भएको होला हैन। तर हामी कहिले बुझ्ने त, यदि तपाईँको घरमा अदुवा उत्पादन हुन्छ भने तपाईँले त घरको अदुवा उत्पादन त्यो प्रयोग गर्नुभयो भने न तपाईँको पैसा बचत हुन्छ। तपाईँको घरमा अदुवा हुँदै तपाईँले चाहिँ पल्लो घरबाट किनेर ल्याएर प्रयोग गर्न थाल्नुभयो भने तपाईँको त्यो अदुवा पनि बिग्रिन्छ, तपाईँको पैसा पनि नष्ट हुन्छ। अहिले त्यस्तै त भइरहेको छ हेर्नुहोस्। तर तपाईँहरू टेन्सन नलिनुहोस्, अब हाम्रो हेल्दी लिभिङ कम्पनीले विश्व स्तरीयको रेन्जमा नेपाली उत्पादनहरूलाई बढाउँदैछन् हैन। तपाईँहरू मात्र हैन उपभोग गर्नुहोस्, प्रयोग गर्नुहोस्। र जहाँसम्म तपाईँलाई यो साबन मन पर्यो भने तपाईँको दाजुलाई, तपाईँको दिदीलाई, तपाईँको काकालाई, तपाईँको काकीलाई, तपाईँको मामालाई, तपाईँको माइजूलाई, तपाईँको इष्टमित्र साथीभाइ सबैजनालाई बताइदिनुहोस्। ल है, मैले त अब नेपालको विश्वस्तरीय रूपमा बनेको साबनहरू प्रयोग गर्न थालेँ, हजुरले पनि प्रयोग गर्न सक्नुहुन्छ है, बताइदिनुहोस्। बुझ्नुभयो नि। त्यसपछि तपाईँ हामीले त्यो बताए बापत पनि कम्पनीले केही सेन्सिटिभ बोनसहरू दिएको हुन्छ, त्यो पनि तपाईँ हामीले प्राप्त गर्न सकिन्छ। अब हेर्नुहोस्, मसँग एलोभेरा छ है, यो पनि मेड इन नेपाल छ। हेर्नुहोस्, नेपालमा बनेको छ, गर्व गर्नुहोस् न। म त गर्वको साथ भन्ने गर्छु वाउ, मेरो नेपालमा बनेको, हाम्रो नेपालमा बनेको। यदि तपाईँको स्किनमा खराब छ हैन, तपाईँको पेटमा समस्या छ, तपाईँलाई चाहिँ हैन ग्यास्ट्रिकहरू भइरहेको छ, तपाईँलाई चाहिँ हैन पाइल्सहरू भइरहेको छ, कब्जियतहरू भइरहेको छ भने यो एलोभेरा खानुहोस्, एकदमै राम्रो गर्छ स्वास्थ्यको लागि हैन। र यो कहाँ बनेको छ त? नेपालमा बनेको छ। नेपाली उत्पादनलाई माया गर्नु छ भने हेल्दी लिभिङ कम्पनीमा तपाईँले जसको मुखबाट सुन्नुभएको छ, हेर्नुहोस् मेरो भिडियो हेरेर फेरि यो मान्छेलाई कहाँ भेटौँ नभन्नु होला हैन। तर अलिकति यो चाहिँ गलत भनाइ पनि हुनसक्छ। तपाईँले मेरो भिडियो हेर्नुभएको छ, तपाईँलाई कसले बताउनु भयो त? तपाईँको अन्जान व्यक्तिले सुनाउनु भएको थियो, तपाईँलाई चाहिँ चिन्जानको व्यक्तिले हैन सुनाउनु भएको थियो
सुन्नुभएको थियो उहाँलाई फेरि एकचोटि गएर सोध्ने कोसिस गर्नुहोस् क्या, समय मिलाएर। मैले पनि अलिकति भिडियो हेरेको थिएँ, मैले पनि यस्तो यस्तो चिजहरू देखेको थिएँ होइन, के कस्तो भित्री रूपमा बुझाइदिनुहोस् न भनेर चाहिँ तपाईँले के गर्न सक्नुहुन्छ त, बुझ्न सक्नुहुन्छ। अहिले तपाईँले मेड इन नेपाल, नेपालमा उत्पादन भएको सामानहरू 75% पाउन सक्नुहुन्छ हेर्नुहोस् है। त्यो भएको कारणले आज तपाईँ हाम्रो स्वास्थ्यका लागि पनि होइन विश्वस्तरीय मापदण्ड अनुसार बनेको प्रोडक्टहरू हाम्रो उत्पादन गरेको छ कम्पनीले है। तपाईँहरूले प्रयोग गर्न सक्नुहुन्छ र यहाँ मान्छे जोड्नुपर्छ भन्ने कुनै पनि तपाईँको भ्रम छ भने त्यो भ्रमबाट चाहिँ मुक्त हुनु होला। यहाँ कोही मान्छे जोड्नु पर्दैन, कति पनि मान्छे जोड्नु पर्दैन, तर तपाईँले यो प्रोडक्ट प्रयोग गरेर लिनुभएको बेनिफिटहरू, तपाईँले सामान किन्दा 10% पाउनुभएको फ्री सामानहरू तपाईँको घर परिवार, तपाईँको साथीभाइले पनि पाओस् भनेर तपाईँले चाहनुहुन्छ भने मात्र, यदि तपाईँ अरूको भलाइ चाहनुहुन्छ भने मात्र उहाँलाई भन्नुहोस्। तपाईँले पनि आफ्नो डकुमेन्ट्स दिएर आइडी बनाउनुहोस्। डकुमेन्ट्स बनाउनलाई तपाईँको नागरिकता भयो, भोटिङ कार्ड भयो, ड्राइभिङ लाइसेन्स भयो, जन्म दर्ता भयो। यदि 18 वर्ष पुरा पुग्नु भएको छ भने तपाईँले पनि त्यहाँनिर आफ्नो आइडी रजिस्टर गरेर आफूलाई चाहिने सामानहरू लिनुहोस् भनेर बताइदिनुहोस्। र तपाईँ हामीमा एउटा कस्तो भ्रम पनि छ भने नि, हेल्दी लिभिङ कम्पनीमा जोइन भएपछि 5000 को सामान त किन्नै पर्छ अरे, हामी अरेमा छौँ नि त, यो पनि भ्रम हो। तपाईँलाई हेल्दी लिभिङ कम्पनीले कुनै पनि प्याकेज सिस्टम बनाइदिएको छैन क्या, बुझ्नुभयो नि, एकदमै राम्रो छ। तपाईँले आइडी बनाउनुहोस् होइन, त्यसपछि तपाईँलाई के आवश्यकता पर्छ त, तपाईँको घरमा कुनै न कुनै सामान त किन्नु भएको छ होइन, त्यो किनिएको सामानहरू कुनै ठाउँ पैसा तिरेरै किन्नु भएको छ भने हेल्दी लिभिङ कम्पनीबाट पनि तपाईँले के गर्नुहोस् त, पैसा तिरेरै किनेर लानुहोस् न, चलाउनुहोस् न। यदि राम्रो लागेको चिजहरू तपाईँको आफन्त, तपाईँको साथीभाइलाई पनि बताइदिनुहोस्, बस यति काम गर्नुहोस्। र हेल्दी लिभिङ कम्पनीमा तपाईँ हामीले चाहे जस्तो इन्कम पनि बनाउन सकिन्छ है, बुझ्नुभयो नि, चाहे जस्तो इन्कम पनि बनाउन सकिन्छ, प्यासिभ इन्कमहरू लिन सकिन्छ। त्यसको लागि हामी होइन थप जानकारीहरू दिने नै छौँ। अहिले चाहिँ तपाईँहरूलाई यति नै जानकारी। र हेल्दी लिभिङ कम्पनीको बारेमा कुनै पनि भ्रमले, तपाईँ कुनै पनि सुनेको कुराले अगाडि बढ्न सक्नुभएको छैन भने दुनियाँले के भन्छ छोडिदिनुहोस्, तपाईँ के चाहनुहुन्छ त्यतातिर जानुहोस् है त। भिडियो राम्रो लाग्यो भने तपाईँहरू लाइक कमेन्ट सेयर गरिदिनु होला। यो नयाँ नयाँ पेज हो, पेजलाई पनि होइन लाइक फलो गरिदिन सक्नुहुन्छ। यदि राम्रो लागेन भने त्यसको लागि आइएम सरी, तपाईँहरूको समय मैले बर्बाद गरेँ, त्यो अमूल्य समयको लागि म सेल्युट गर्न चाहन्छु। थ्याङ्क यू सो मच एन्ड जय हेल्दी लिभिङ भन्न चाहन्छु। थ्याङ्क यू सो मच, थ्याङ्क